यो नेपाल नेपाली के हो किनभने हामी पहिचानको खोजीमा लाग्दाखेरि यी कुराहरू अत्यन्त महत्त्वपूर्ण हुन्छ। नेपालमा जसलाई हामी अहिले नेपाली भन्छौँ त्यो एउटै जात जाति एउटै सभ्यता संस्कृति एउटै भाषा एउटै धर्मबाट बनेको देश होइन। नेपालमा मुख्य रूपले हेर्दाखेरि तराईमा मिथिलाको सभ्यता हजारौं वर्ष पुरानो सभ्यता हो, संस्कृति हो। पश्चिममा अघि एकजना साथीले खसको विषयमा भन्नुहुँदै थियो। खसको सभ्यता सिङ्गाली सभ्यता त्यो पनि हजारौं वर्ष पुराना सभ्यता हो। पूर्वी पहाडमा किराँती सभ्यता या संस्कृति त्यो पनि नेपालको इतिहासभन्दा धेरै पुरानो इतिहास छ, किराँतीहरूको रहेको छ। पश्चिम तराईमा जाँदाखेरि त्यहाँ शाक्य या कोलियाको सभ्यता पछि गएर अवध सभ्यता पनि बन्यो। त्यो नेपाली शब्द आउनुभन्दा धेरै अगाडिदेखिको सभ्यता रहेको छ। त्यसै गरिकन विभिन्न यो मुख्य केही मैले उदाहरण दिएँ, विभिन्न सभ्यताहरू संस्कृतिहरू भाषा धर्म रीतिरिवाज वेशभूषाले बनेको नेपाल र हामी नेपालीमा जुन विविधता छ त्यो नै हाम्रो मुलुकको सुन्दरता पनि। यस्तो विविधता दुनियाँका धेरै कम मुलुकहरूमा पाउँछ र यी विविधताहरूको बीचको भावनात्मक एकता नै हाम्रो चाहिँ के हो भन्दाखेरि वास्तवमा राष्ट्रिय एकता। हामीले विविधता भित्रको एकता र एकता भित्रको विविधतालाई आत्मसात गरेर अगाडि बढ्न हाम्रो ऐतिहासिक अनुभवका आधारमा अगाडि बढ्नुपर्छ। तर बडो दुःखको कुरा छ, उत्तरतिर शेर्पाहरू बसोबास गर्छन्। त्यहाँ म केही दिन अगाडि आङ्काजीजीले सोलुतिर लिएर जानुभयो थियो शेर्पाहरूसँग भेट गराउनलाई पार्टीको कार्यक्रममा। त्यहाँ के स्वर सुनियो भन्दाखेरि हामी शेर्पाहरूलाई यो राज्यले त यो भोटे हो, यो त उता तिब्बतबाट आएको भनेर हेप्ने गर्छ। दक्षिण भागमा मैले अघि नै चर्चा गरेँ मिथिलाको सभ्यता, पूर्वको कोच राज्यको सभ्यता, नेपालको इतिहास सुरु हुनुभन्दा हजार वर्ष अगाडिको सभ्यता हो, संस्कृति। र त्यसमा पनि बडो विचित्र छ, तिनलाई भारतीय भनिन्छ। अनि बुद्ध चाहिँ कहाँ जन्मेका थिए? बुद्ध त ओखलढुङ्गामा जन्मेका होइन नि, बुद्ध जन्मेको त लुम्बिनी हो नि। अनि ती राष्ट्रिय विभूति भए। अनि सीता कहाँ जन्मेका थिए? ती मिथिला जनकपुर मिथिलामा जन्मेकी सीता, ती चाहिँ विभूति हो। अनि त्यहाँका मानिसहरू चाहिँ के हो त भन्दाखेरि इन्डियन हो, भारतीय हो। यस्तो परिभाषा नेपालमा छ। तिब्बतमा के अरे शेर्पा भोटेहरू त्यहाँ भनिन्छ ती चाहिँ तिब्बतियन भयो।
अनि पूर्वमा जाँदाखेरि किराँतीहरू यी भर पर्ने खालका भएन। किराँती र तामाङ त भर पर्ने हुँदैन भन्यो। अनि पश्चिममा गुरुङहरू वास्तवमा के भन्यो भन्दाखेरि शाहवंशी राजाहरूको सुरुवात नै त्यतातिरबाट भयो। अब भारतमा हिन्दुस्तानमा खास गरिकन मुगलहरूको अल्लाउद्दिन खलजीको समयमा आक्रमण हुँदाखेरि भाग्दै 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 पहाड चढेर कहाँबाट चाहिँ यो तमुको राज्यमा पुगेछन् र घले राजाहरूलाई समाप्त पारेर आफ्नो वर्चस्व कायम गरेको सोझा साझा मगरहरूलाई त्यो लिगली कोर्टमा छल कपटबाट हराएको अनि तीले चाहिँ के भन्दाखेरि जो खुद बाहिरबाट आएका हुन् त्यसले अरूलाई बाहिरबाट आएको भनेर भन्ने गरिन्छ। त्यसका आधारमा नेपाली नागरिक हो कि होइन भनेर तय हुन्छ। सायद मलाई लाग्छ अहिले सीता जनकपुरमा जन्मिएकी भए नेपालको नागरिकता पनि पाउँथ्यो कि पाउँदैन त्यो पनि शङ्कै छ। बुद्ध सिद्धार्थ चाहिँ लुम्बिनीमा यतिखेर आएको भए उसले नागरिकता पनि पाउँथ्यो कि पाउँदैन थियो। अहिलेको राज्यको यस्तो विवेककारी नीति छ र यी विविधताहरू विविध सभ्यता र संस्कृतिहरू मिलेर बनेको नेपाल जसलाई हामी नेपाली भन्छौँ। तर जब हामी देशको नीति निर्माणमा जान्छौँ त्यो विविधता देखिँदैन। अहिले पनि अरूको कुरा छोड्दिनु मेरै कुरा भन्छु। म त सधैँ आन्दोलनै गर्दै भेट्दै आएको अहिले पनि आन्दोलनैमा छु। बिचमा परिवर्तन पछि यसलाई अगाडि बढाउने भनेर उताबाट माओवादीहरू जनयुद्ध गरेर आएको र हामीहरू मधेस विद्रोह गरेर आएको र यो मुलुकलाई अब यी परिवर्तनलाई अगाडि बढाउनु पर्छ भनेर हामीले सरकार बनायौँ। संयोगले म परराष्ट्र मन्त्रालय मैले सम्हाल्न पाएँ अनि यसो हेरेँ पुरै परराष्ट्र मन्त्रालयमा मेरो अनुहारको मान्छे मेरो भाषा बुझ्ने बोल्ने मान्छे कतिजना छ भन्दाखेरि पुरै मन्त्रालय र बाहिर रहेका मिसनहरू समेत गरेर जम्मा एकजना। म मन्त्री रहेको एकजना अर्को एकजना हजुर दुईजना भइदिन्छ। एकजना धनञ्जय झा हुन्छ। त्यहाँ अर्को कोही एउटा झाडु लाउने पनि थिएन भन्दाखेरि एउटा उदाहरण दिएको। अनि यो सिङ्गो अब लामो समयसम्म राजदरबारले शासन गरेको मुलुकमा त्यहाँ एकजना पिउन चपरासी पनि कहीँ भेटिएन। अर्कोतिर यतापट्टि मधेसीसँग त्यस्तै होला भनेर उतातिर गएको त अब जनजात मगरहरू भेटिन्छ कि भनेको त्यो पनि कहीँ भेटिएन। एकाटा यसो छ्यासपिस गरेर कहीँ कुनै कुनै मन्त्रालयमा देखा पर्छ। अहिले हेर्ने हो भने नेपालको लेटेस्ट आँकडा हेर्ने हो भने 12% पपुलेसन भएको जसलाई उच्च जाति भनिन्छ हाम्रो वर्ण व्यवस्थामा। अब जातिको हिसाबले उच्च निच्च हुन्छ भन्ने कुरा त म मान्दैन। इभेन तपाईँको मैले मात्रै होइन लक्ष्मीप्रसाद देवकोटा त बाहुनै थिए नि उनले पनि भनेको कुरालाई म आदर गर्छु कि मान्छे जातले होइन दिलले ठुलो हुन्छ। मान्छे जातले कोही ठुलो हुँदैन तर जब उसले कार्य गर्छ उसले कामले ठुलो र सानो बनाउने। तथापि पनि अहिलेको 12% पपुलेसन भएको जातको 64% उच्च ओहदामा पकड छ। 12% पपुलेसनको 64% अनि लगभग अहिले त तराईमा सबै मिलाएर 51% छ। जनगणनामा अहिलेको लेटेस्ट जनगणनामा देखाइएको छ त्यहाँको लार्जेस्ट कम्युनिटी मधेसीको
हार्डली 3% छ। अनि सबै जनजाति मिलाउँदाखेरि 2% पनि पकड छैन। यानी मधेसी आदिवासी जनजाति दलित लगायत सीमान्तय समुदायहरूको संख्या जोड्ने हो भने 2/3 भन्दा बढी जनसङ्ख्या छ। तर ब्युरोक्रेसीमा पार्टिसिपेसन 2/3 जनसङ्ख्याको 10% पनि छैन। किन यस्तो भयो? अनि पार्टिसिपेसन सहभागिता र साझेदारी 2/3 जनसङ्ख्याको नहुने नाम मात्रको भएको कारणले पनि तपाईको सबभन्दा बढी विदेश जानुपर्ने, देशमा रोजीरोटीको कमी यानी रोजगारका राज्यको कर्तव्य आफ्ना नागरिकलाई शिक्षा र रोजगार उपलब्ध गराउनु। त्यो रोजगार मधेसी आदिवासी जनजातिको खोसिएको छ, दलित र अन्य सीमान्तय समुदायको खोसिएको छ। अहिले अब बिस्तारै खसहरूको पनि खोसिँदै गएको छ। त्यस कारणले बाध्य भएर तपाईको बाहिर विदेशमा गएर ज्यान दिनुपर्ने, खुन पसिना बगाउनु पर्ने अवस्था बनेको छ। यो एकातर्फको स्थिति रह्यो। अर्कोतर्फ त्यो जुन विविधता हो, हाम्रो मुलुक अनेक भाषा संस्कृतिले बनेको मुलुक हो, त्यहाँ त्यो विविधता छ। तर आजसम्म 7वटा संविधान बने, 7वटा संविधान एकल भाषीय नीतिमा बने। एउटा भाषा बाहेक अरू भाषालाई मान्यता दिएको छैन। अहिलेको संविधानमा पनि देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजी भाषा हुनेछ भनेको छ। हामीले त्यहाँ प्रस्ताव राख्यौँ, हाम्रो पार्टीले प्रस्ताव राख्यौँ, हामी नेपाली भाषालाई सम्मान गर्छौँ। त्यहाँ लेखौँ देवनागरी लिपिमा नेपाली भाषाका साथसाथै एउटा सूची बनाऊ भाषाहरू, ती भाषाहरू अनुप्रयोग गर्न सक्नेछ। त्यसले के हुन्छ भने ल्याङ्ग्वेजको रिकग्निसन, त्यसले के गर्छ भने आइडेन्टिटीलाई रिकग्नाइज गर्छ। अरू नागरिकताको केसमा अब हिजो पनि अस्ति पनि चर्चा गरिसकेको छु मैले धेरै गरी। यहाँ भूतपूर्व सैनिकहरू र तिनका सन्तानहरूलाई त एनआरएल बनाउने षड्यन्त्रै भएको छ। अर्कोतर्फ महिला र पुरुषको बीचमा यो 21औं शताब्दीमा सारा संसारमा लैंगिक असमानता र विभेदको विरुद्धमा आवाज सारा संसारमा उठिरहेको बेला नागरिकता प्राप्त गर्ने विधिमा महिलाप्रति विभेद गरिएको छ। महिला र पुरुषको बीचमा समान अधिकारसम्म दिन सकेको छैन। अरू कुरा त आदिवासी जनजातिको सवाल छ, जहाँसम्म आदिवासीको सवाल छ। आदिवासी सम्बन्धित अन्तर्राष्ट्रिय अनुबन्धहरू छ, महासन्धिहरू छ, त्यहाँ पारित भएका प्रस्तावहरू छ जसमा नेपालले हस्ताक्षर गरेको छ। आदिवासीहरूको ल्यान्ड राइट्स हुन्छ, भूमिमाथिको अधिकार हुन्छ भनेर हस्ताक्षर गरिएको छ। तर नेपालमा संविधान बन्दा नेपालले शुद्ध हस्ताक्षर गरेका अरू अनुबन्धहरूका आधारमा नेपालका आदिवासीहरूलाई त्यो अधिकार दिएको छैन। त्यसैगरी एकात्मक र केन्द्रीकृत नियन्त्रित शासन प्रणालीबाट
यो विविधतालाई सम्बोधन हुन सकेन अहिलेसम्म। त्यसकारणले यो विविधता भनेको जुन हामीका सामाजिक सांस्कृतिक जातीय भाषिक धार्मिक विविधताहरू छ, ती सबै विविधतामा रहेका सबै नेपाली समुदायहरूलाई सम्बोधन गर्नका लागि मधेसमा विद्रोह भयो र त्यो विद्रोहले मुलुकलाई एकात्मक केन्द्रीकृत नियन्त्रित शासन प्रणालीबाट सङ्घीय शासन प्रणालीमा रूपान्तरित गर्यो। तर सङ्घीयतामा पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान निर्माण गर्ने कुरा अन्तरिम संविधानमा पनि स्वीकार गरिएको थियो। पहिलो संविधान सभाले त्यहाँ संवैधानिक समिति थियो, जुन समितिमा सदस्य म पनि थिएँ। संविधान सभामा एक मतले दुई संघ राज्य पुनर्संरचना कसरी गर्ने भन्ने कुरामा पहिचान नम्बर र सामर्थ्यका आधारमा राज्य पुनर्संरचना गर्ने कुरा सहमति भइसकेको कुरा थियो। संविधानको तहत स्वयं सरकारले राज्य पुनर्संरचना आयोगको गठन गर्यो। राज्य पुनर्संरचना आयोगले पनि पहिचान र सामर्थ्यका आधारमा पहिचानलाई प्राथमिकता दिएर 10 प्रदेशको अवधारणालाई प्रस्तुत गर्यो, +1 गैर भौगोलिक भयो। र तर संविधान बन्ने बेलामा पहिलाका अन्तरिम संविधानमा पाएका अधिकारहरूलाई पनि खोसियो। राज्य पुनर्संरचना आयोगले दिएको सुझावलाई लत्याइयो, अन्तरिम संविधानमा भएका व्यवस्थाहरूलाई उल्टाइयो र जिल्लाका आधारमा संघीयता बनाउने र संघीयतामा एकात्मकताको प्रयोग गर्यो। तपाईहरु यहाँ युकेमा हुनुहुन्छ, यहाँको शासन प्रणाली त एकात्मक छ, तर प्रयोग हेर्ने हो भने संघीयता भन्दा बढी स्वायत्तता दिएको छ। यहाँको अभ्यासमा युनिटरी सिस्टममा बेटर तपाईको फेडरलिजम जस्तोको प्रयोग छ। स्कटल्यान्ड, आयरल्यान्ड, वेल्स सबै आफ्ना स्वायत्तता अधिकार सम्पन्न क्षेत्रहरू छ। तर नेपालमा फेरि उल्टो, संघीयताको नाममा एकात्मकताको प्रयोग गरिएको छ र संघीयताको नाममा संघीयताको मूल स्पिरिटलाई समाप्त पारेर अनि प्रदेशहरू यसरी बनाइएको छ कि जहाँ जुन समुदायले 250 वर्षदेखि नेपालमा एकलौटी ढङ्गले आदिवासी, जनजाति, मधेसी, दलित लगायतका समुदायमाथि प्रभुत्व र आधिपत्य जमाएर राज्य गरेको छ, तिनै समुदायको प्रभुत्व र आधिपत्य कायम हुने गरी राज्यको पुनर्संरचना गरियो जबरजस्ती अनि संविधान बनाएर लाग्ने काम गरेको छ। अहिलेको संविधानले यो विविधतालाई सम्बोधन गर्न सकेन। अब यहाँ चिन्ताको विषय छ कि जो कुनै पनि मुलुकले 2/3 भन्दा ठुलो जनसङ्ख्या रहेको देशको जनसङ्ख्यालाई उपेक्षा गरेर तिनको भाषा संस्कृतिलाई मान्यता नदिएर शासन प्रशासन र नीति निर्माणमा साझेदारी नगराएर त्यो देशको राष्ट्रिय एकतामा के असर पर्छ? यदि जातीय विभेद, भाषिक विभेद, धार्मिक विभेद, सांस्कृतिक विभेद यदि राज्यद्वारा कायम नै रह्यो भने दुनियाँमा इतिहासहरूले हामी देखेका पढेका छौँ, त्यसले राष्ट्रिय एकतालाई खण्ड विखण्ड बनाउँछ। सोभियत संघ एक जमानामा स्टार वारमा भन्ने हो भने संसारमै जित्ने क्षमता राखेको छ, अमेरिका भन्दा पनि धेरै अगाडि। तर
रुसी महान भनेर रुसीहरू आफूलाई सुपर ठान्ने, अजरबैजानी, युक्रेनी, यो बेल्जियनहरूलाई, कजाकहरूलाई चाहिँ गन्दै नगर्ने, उपेक्षा गर्नाले के भएछ? सोभियत सङ्घ विखण्डित भयो। यही नजिकमा एउटा दुईटा देश थियो पहिला, अहिले त छैन। युगोस्लोभाकिया, चेकोस्लोभाकिया थियो। त्यहाँ जातीय द्वन्द्वलाई बढावा दिएर राज्यले जातीय द्वन्द्वलाई हल गर्न नसक्दा ती मुलुकहरू दुनियाँका नक्साबाट हराएका छन्। हाम्रै नेपालको छिमेकी मुलुक श्रीलङ्काको हालत हामीले देखेका छौँ। हामीले देखेका छौँ कि भारत विविधतालाई सम्बोधन नगर्दा 3 खण्डमा विभाजित भयो। भारतबाट पाकिस्तान अलग भएको थियो धर्मको आधारमा। भारतबाट पाकिस्तान अलग भयो धर्मका आधारमा। तर पाकिस्तान बनिसकेपछि बङ्गाली भाषा, बङ्गला भाषा र उर्दू भाषामा बङ्गला भाषा र भाषीलाई डिस्क्रिमिनेसन गरेको कारणले बङ्गलादेश जन्मिन पुग्यो। त्यस कारणले म के भन्छु भन्दाखेरि अहिलेको जुन शासक वर्गले जो नीति लिएको छ त्यो नीति एकल जातीय नीति हो। यो नीतिलाई जबरजस्ती लाद्दै गयो भने अन्तमा मुलुकमाथि नै ठुलो एकतालाई खराबमा पार्न बेर छैन। त्यस कारणले यो मुलुकलाई यिनीहरूले बचाउन पनि सक्दैन। आएको कुरा नेपालमा आर्थिक स्थितिले यसलाई हेर्ने हो भने 25 वर्षको इभ्यालुएसन गर्ने हो भने 25 वर्षको अहिलेको यताको राज्य लुटतन्त्र, भ्रष्टतन्त्रले देश चलाएको छ। पहिला पनि थिए तर कमजोर थियो, अहिले त सङ्गठित र संस्थागत भएको छ। 47 सालसम्म आउँदाखेरि गिरिजाप्रसाद बहुदलीय व्यवस्था आइसके कृष्णप्रसाद भट्टराईजी पहिलो प्रधानमन्त्री बन्नुभयो। त्यसपछि गिरिजाप्रसाद गयो। त्यति बेलासम्म नेपालमा ठुला साना गरिकन 148वटा उद्योगहरू अत्यन्त मुनाफामा चलेका थिए। 2.5 लाख भन्दा बढीले प्रत्यक्ष रोजगार पाएका थिए। 10 लाख भन्दा बढीले अप्रत्यक्ष रोजगार पाए। वैदेशिक रोजगारमा जाने, खाडी मुलुकमा जाने एकाटा कतै कतै सुनिन्थ्यो, नभए थिएन, अत्यन्त न्यून थियो। ती उद्योगहरू विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, बुटौल धागा कारखाना, काठमाडौँमा हिमाल सिमेन्ट, हेटौडा औद्योगिक क्षेत्र, यसमा तपाईँको हरिसिद्धि कारखाना, भृगुटी कागज कारखाना। यहाँलाई थाहा होला नेपालमा भारतको भन्दा राम्रो जुत्ता बाँसवाडी कम्पनीले बनाउँछ। हामीहरू स्कुल पढ्दाखेरि बाँसवाडी जुत्ता गौरवले लगाउँछ। ती कारखाना चीन सरकारले बनाइदिएको थियो। ती सारा कहाँ गयो? ती सारा कमिसन खानका लागि कौडीको भावमा 2 पैसामा बेचियो, प्राइभेटाइजेसनको नाममा, उदारीकरणको नाममा। र ती कारखानाहरू सबै बन्द भए। भएका अलिअलि पनि बन्द हुने क्रममा छ। र नेपालीहरू रोजगार नपाएर कहाँ जानु परेको छ त? मलेसिया, कतार, अरब, अरू कुना कुनामा मजदुरी गर्नलाई जानु परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्नु हो भने जम्मै गल्फतिर जाने, मलेसियातिर जाने प्लेनहरूमा नेपालीहरू भरिएका हुन्छन्। कहाँ हिँडेको त? रोजगारीको खोजमा। दिनमा 5 देखि 7 हजार युवा युवतीहरू विदेशमा जाने र 5 देखि 7वटा लाख चाहिँ विदेशबाट नेपाल आउने। मुलुकको अर्थतन्त्र समाप्त चौपट भएको छ। अस्ति भर्खरै
ओली सरकारको बेलामा आर्थिक सर्वेक्षण पेश गरेको छ। त्यो सर्वेक्षणमा के भनेको छ भन्दाखेरि नेपालको आर्थिक वृद्धि दर 0.7%। 47 सालमा आर्थिक वृद्धि दर 7% थियो। 7% आर्थिक वृद्धि रहेको अहिले घटेर चाहिँ 0.7 मा आयो। यो सरकारी आँकडा हो। अनि ती आँकडमा के भन्छ भन्दाखेरि व्यापार असन्तुलित भयो, यानी नेपालले 92.2% या 92.2% इम्पोर्ट गर्छ। 92.2% हामी इम्पोर्ट गर्छौँ, बाहिरबाट मगाउँछौँ, उपयोग गर्छौँ। अनि 7.8% हामी एक्सपोर्ट गर्छौँ। 7% एक्सपोर्ट गर्ने र 92% आयात गर्ने मुलुक भनेको बङ्गाल मुलुक हो। यसरी हेर्दाखेरि आर्थिक रूपले मुलुक अहिले जर्जर भएको छ, धाराशायी हुने अवस्थामा पुगेको छ। 7% को आर्थिक वृद्धि दर 0.7 भनेको 0 नै हो, 0 मा झरेको छ। रोजगारीका अवसरहरू न्यूनतम न्यून भएर गएका छन्। अनि एकातर्फ आर्थिक रूपले मुलुकलाई जर्जर बनाउने, अर्कोतर्फ राजनीतिक रूपले अहिले पनि एकल जातीय मानसिकताबाट माथि उठ्न सकेको छैन। एकल जातीयवादलाई नस्लवाद पनि भन्छ। जर्मनमा हिटलर पनि समाजवादी नै थिए, एकदम तल्लो वर्गबाटै आएका थिए। तर उनले के भने संसारमा सबभन्दा ठुलो जाति भनेको आर्यन हो, त्यसमा आर्यनहरू पनि आफ्नो जाति हो अनि आफू हो भनेर जुन चिन्तन अगाडि सारे र यहुदीहरूको नरसंहार गर्यो, त्यो नस्लवादी चिन्तन हो। जसले मेरो जाति शासक जाति हो, मेरो जात ठुलो हो, मेरो भाषा ठुलो हो, मै ठुलो हुँ भन्ने खालका जुन चिन्तन बोक्छ त्यसलाई नस्लवादी जातीय चिन्तन भनिन्छ। त्यो चिन्तनका आधारमा नेपालमा अहिलेसम्म शासन प्रशासन चल्दैन। जर्मन ध्वस्त भयो त्यो चिन्तनका आधारमा। आज नेपालमा राजनीतिक, आर्थिक र सामाजिक रूपले नेपाललाई खराबमा पार्ने चिन्तन त्यहाँ नस्लवादी चिन्तन छ। न राजनीतिक रूपले भन्ने हो भनेदेखि अस्थिरता छ, किनभने मुलुकलाई गलत राजनीतिक प्रणालीमा धकेल्ने काम भएको छ। 7 सालदेखि 1951 देखि अहिले 2016 सम्म आइपुग्दा कति वर्ष हो? यो करिब 65 वर्षभन्दा बढी भइसक्यो। आजसम्म कुनै पनि सरकार नेपालमा बनेको डिस्क्रिमिनेसन छ, जेन्डर डिस्क्रिमिनेसन छ, रिलिजियस डिस्क्रिमिनेसन छ, एथनिक डिस्क्रिमिनेसन छ भने त्यो मुलुकलाई पशुपतिनाथले पनि जोगाउन सक्दैन। त्यो बाटोमा कांग्रेस कम्युनिस्टहरूले मुलुकलाई लगेको छ। अब कम्युनिस्टको कुरा के गर्ने हो? नेपालमा कम्युनिस्ट कोही पनि छैन। कम्युनिस्टको नाउँमा कम्युनिस्टहरू छ। मैले त पार्लियामेन्टमा बोल्दैखेरि भनेको थिएँ, कोही त्यहाँ एमाले, माओवादी, जनमोर्चा के बसिरहेको थियो, कोही कम्युनिस्ट हो भने हात उठाउनु। किनभने कोही कम्युनिस्ट हो त भन्दाखेरि कोही पनि बोलेन। अनि म सबै कम्युनिस्टहरू भ्रष्टाचार र लुटतन्त्रलाई प्राथमिकता दिने कम्युनिस्टहरू हुनै सक्दैन। जातीय विभेद गर्ने कम्युनिस्ट हुनै सक्दैन। वर्गीय विभेद गर्ने कम्युनिस्ट हुनै सक्दैन। भाषिक विभेद गर्ने त कम्युनिस्ट हुनै सक्दैन। कम्युनिस्ट भनेको त मैले पढे अनुसार
सबै खालका असमानता र विभेदलाई समाप्त पार्ने सिद्धान्तको नाम हो। त्यो बोकेर हिँड्ने कतिजना छन् कि छैन भन्दाखेरि के हो त भन्दाखेरि त्यहाँ चाहे काङ्ग्रेस भनौँ, राप्रपा भनौँ, कम्युनिस्ट भनौँ, उस्तै उस्तै कभर चाहिँ फरक छ। बाहिर किताबको घोषणापत्रको भित्र सबै उस्तै उस्तै। यस्तो अवस्थामा 2/3 मुलुकको जनसङ्ख्या हाम्रो विविधतालाई सम्बोधन गर्ने नगर्ने हो भने के स्थिति हुन्छ? नेपालको राष्ट्रिय एकताले धरापमा पर्यो, आर्थिक रूपले धरापमा परिसक्यो। अब यहाँहरूले भन्नु होला कसरी टिका छ त? धरापमा पर्यो भने टिका कसरी छ? यो टिकाउने यहाँहरू नै हो। अहिले चाहिँ नेपालमा अलिअलि टिका छ त्यो टिकाउने यहाँहरू हो र खाडी मुलुक लगायत वैदेशिक रोजगारबाट जुन रेमिटेन्स नेपालमा पठाइन्छ त्यो रेमिटेन्सले धानेको छ। त्यो रेमिटेन्सले मुलुकलाई धानेको छ। यदि त्यो रेमिटेन्स नजाने हो भने नेपाल आर्थिक रूपले धराशायी हुइले भइसक्यो। भन्दाखेरि यस्तो अवस्थामा हामीले के देख्यौँ भन्दाखेरि राष्ट्रिय एकतालाई मजबुत बनाउनु छ र विविधतालाई त्यसलाई सम्बोधन गर्नै पर्छ। विविधतालाई सम्बोधन गर्ने भनेको पहिलो शर्त हो जुन र्यासियल डिस्क्रिमिनेसन छ, जातीय विभेद छ, यसलाई अन्त्य गर्नै पर्छ। जातीय विभेदलाई अन्त्य नगरिकन विविधतालाई सम्बोधन गर्न सक्दैन। र जुन विभेदमा पारिएका समुदायहरू, चाहे ती दलित समुदाय हुन्, आदिवासी जनजाति हुन्, मधेसी हुन्, खस हुन् र माइनोरिटिजहरू छन् र लोपोन्मुख जात जातिहरू छन् जसको अस्तित्व नै समाप्त हुन लागेको छ। ती समुदायहरूको पहिचान, उनीहरूको समावेशिता, समानुपातिक समावेशिता र उनीहरूको पहिचानको मान्यता पहिलो आधार। आजकलको युग पहिचानको युग हुन्छ। हाम्रा नेपालका पूर्व प्रधानमन्त्रीले अहिले त पूर्व प्रधानमन्त्री नै हुँदाखेरि हैन यो पहिचानले के हुन्छ, कहाँ हुन्छ? पहिचान मान्छे भइहाल्यो। 2 खालका मान्छे हुन्छन्, महिला हुन्छन्, पुरुष हुन्छ, त्योभन्दा बढी के छैन। अनि गुन्द्रुक बरु राम्रो हुन्छ, यसो पकाएर खान पनि हुन्छ, पहिचानले के काम हुन्छ? मानिने कस्तो बुद्धु मान्छे प्रधानमन्त्री भएछ। जनावरको पनि पहिचान हुन्छ। गाईको पनि तपाईँ हेलिस्टन भन्छ, जर्सी भन्छ, यो त पहिचान हो नि। झन् मान्छेको कल्चर हुन्छ, भाषा हुन्छ, ती पहिचान हुन्न, त्यसलाई समाप्त पार्दैन। अब त्यसलाई विविधता, भाषा, कल्चर, जुन संस्कृति छ त्यसलाई मान्यता नदिने हो। आजको युग कल्चरल नेसनलिजमको युग हो। आजको युग एथनिक नेसनलिजमको युग हो। आजको युग आइडेन्टिटी रिकग्निसनको युग हो। आजको युग सबैको पार्टिसिपेसनको युग हो। आजको लोकतन्त्र समावेशी लोकतन्त्रको युग हो। आजको लोकतन्त्र सहभागितामूलक लोकतन्त्रको युग हो। आजको युगमा कुनै पनि वेशभूषा संस्कृतिका समुदायलाई अलग राखेर त्यो मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन। यति पनि नबुझ्ने या बुझेर गर्न नचाहने देशका प्रधानमन्त्रीहरू छन्। त्यस कारणले यो विविधतालाई सम्बोधन गर्ने, जातीय विभेद, यो र्यासियल डिस्क्रिमिनेसनलाई समाप्त पार्ने र बिना भेदभाव सबै समुदायका मानिसहरूको प्रोपोर्सनल रिप्रेजेन्टेसन हुनुपर्छ। त्यो स्टेटमा होस् या रिसोर्सको पहुँचमा होस् या देशको नीति निर्माणमा होस्, हरेक तहमा, हरेक तबकामा सबैको साझेदारी, प्रतिनिधित्व र समावेशी गर्नु पर्छ। अनि मात्र राष्ट्रिय एकता पनि मजबुत हुन्छ र राष्ट्रको निर्माण पनि तब मात्र सम्भव हुन्छ। नेपाललाई धनी र समृद्ध बनाउन धेरै समय लाग्दैन। हामीलाई प्रकृतिले सब थोक दिएको छ। हामी कहाँ
विशाल जलस्रोत भण्डार छ, हाइड्रोको भण्डार छ। हाइड्रोलाई मात्रै उपयोग गर्ने हो भने 80,000 मेगावाटमा चाहिँ हामीले 50,000 40,000 मात्रै मेगावाट प्रयोग गर्ने हो भने नेपालमा गरिबी बेरोजगारीको अन्त्य भएर कसैले पनि शिक्षा, स्वास्थ्य र आवासबाट वञ्चित हुनु पर्दैन। बरु नेपालले अरू मुलुकलाई मद्दत गर्न सक्ने क्षमता प्राप्त गर्छ। त्यो क्षमता हामीसँग जलस्रोतमा छ। हामीले पर्यटनलाई मात्रै सदुपयोग गर्ने हो भने नेपाल एसियाको समृद्ध मुलुक बन्न सक्छ। हामीले कृषि, पर्यटन र जलस्रोतलाई उपयोग गर्ने हो भने शक्तिशाली अमेरिका जस्तो त भन्दिनँ म आणविक सम्पन्न, तर नेपालले अरू मुलुकलाई दिने, माग्ने होइन दिनेवाला बन्न सक्छ। यति समृद्धि प्राप्त गर्ने हामीसँग क्षमता छ। हाम्रो ह्युमन रिसोर्सेस हामीसँग छ। तर अहिले नेपालको अवस्था कहाँ पुर्याएको छ? लिस्ट डेभलप कन्ट्रीको नाइके भएको छ। अल्प विकसित मुलुकको, सबभन्दा अविकसित मुलुकहरूको लिस्ट डेभलप कन्ट्रीहरूको नेतृत्व चाहिँ नेपालबाट त बसिसक्यो। नेता एकपल्ट भएको छ त्यहाँ अहिले छ। यो अवस्था हुने कारण के हो त भन्दाखेरि शासक वर्गको गलत नीतिका कारण। जुन देशमा 2/3 बढी जनतासँग, जनसङ्ख्यासँग, जनसमुदायलाई भेदभाव गरिन्छ त्यो मुलुकमा शान्ति र स्थिरता सम्भव हुँदैन, समृद्धि पनि प्राप्त गर्न सक्दैन। र त्यो गलत नीतिमा नेपाललाई लगिरहेको छ। पञ्चायतले बिगारे, अब काङ्ग्रेस कम्युनिस्टले ठिक गर्ला भने काङ्ग्रेस आए, तिनले त पञ्चायतले बनाएका पनि बेचेर भत्काएर गयो। अब यसले त बर्बादले गरेको सर्वहाराका नाममा जातिहरूको, जनजातिको गीत गाएर हिँड्ने पार्टीहरू आएपछि पनि केही गर्ला भनेर त्यसले त धन चौपटै पार्यो। यस्तो अवस्थामा हामीले के भन्यो भन्दाखेरि होइन, अब यो मुलुकलाई निर्माण गर्ने, आर्थिक रूपले समृद्ध बनाउने र यो विभेदलाई समाप्त पार्ने, गरिबी बेरोजगारीलाई अन्त्य गर्नका लागि सङ्घर्ष गर्नलाई आफ्नै पार्टी चाहिन्छ। तब हामीले मधेसका शक्ति, पहाडका जनजातीय शक्तिहरू, खसहरू, उत्पीडित वर्ग र समुदायहरूको शक्ति, आफ्नै शक्ति निर्माण गरेर हामी यो विभेदका विरुद्ध लडिरहेका छौँ। यो हाम्रो परिवर्तन